नमस्कार, म मिसन शेर्पा। यो हो मेरो युट्युब च्यानल। मेरो काम हो तपाईलाई विभिन्न ठाउँको चाहिँ ट्राभल ब्लगहरू देखाउने अनि टेक्नोलोजी सम्बन्धीको जानकारी गराउने र विविध भिडियोहरू मैले आइडियाहरू अपलोड गर्नेछु। तपाईहरुले अहिलेसम्म पनि मेरो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर बेल आइकन पनि दबाइदिनु होला ताकि मेरो भिडियो तपाईहरुलाई सबैभन्दा पहिला आओस्। आजको भिडियो चाहिँ मेरो छोराले मेरो बर्थडे जन्मदिनमा चाहिँ सरप्राइज गिफ्ट दिँदैछ, त्यसको बारेमा सम्पूर्ण भिडियो यसमा समेटेको छ। तपाईले अन्तिमसम्म हेरेर साथ दिनु होला। थ्यांक यू छोरा। थ्यांक यू छोरा। खासमा मेरो बर्थडे चाहिँ अघिल्लो दिनै हो, जेठ 17 गते हैन। पहिला सानोमा धेरै रमाइलो गरिन्थ्यो, बर्थडे पार्टी पनि गरिन्थ्यो। तर अब अलिकति जिम्मेवारी थपिएपछि व्यस्तताको कारणले गर्दाखेरि अब बर्थडे सेलिब्रेट गर्नु पनि पाएन। मेरो कोही साथीभाइले थाहा पाउनु भएको छैन यो बर्थडे भनेर। जम्मा खाता खोलेको ब्याङ्कहरुबाट, 2-3 वटा ब्याङ्कहरुबाट अनि इन्स्योरेन्सबाट, सरकारीबाट मात्रै ह्यापी बर्थडे भनेर चाहिँ विश आएको छ। अनि छोरालाई, स्पेशल छोराले चाहिँ अब थोरै पैसामा पनि, बिना पैसा पनि धेरै करोडको खुसी यहाँ छोरा दिने कोसिस गरेको छ। म यहाँ एक खोल्दैछु यो यस्तो रहेछ। यस्तो बनाएको रहेछ है, यस्तो रहेछ। अनि यहाँ म पढ्छु पनि है, चाहिँ यहाँ लेखेको छ पोक्नु त। छोराले चाहिँ जसलाई पनि सरप्राइज दिइरहेको हुन्छ कि मम्मीलाई पनि बाबालाई पनि हैन, सबैले प्राय सरप्राइज दिइरहेको हुन्छ। मम्मीहरूले पनि यस्तो बर्थडे गिफ्टहरू बनाएर दिनुहुन्छ क्या यसरी। अब यहाँ लेखेको छ यो त करोडौं पैसा पनि किन्न सकिँदैन, तर त्यसमा चाहिँ तपाईको रुपैयाँ चाहिँदैन क्या। एकदम खुसी चाहिँ यहाँ अरबौं खुसी चाहिँ यसमा समेटेको छ छोराको, बाबा छोराको हैन। म चाहिँ यहाँ पढ्दैछु है, यो के रहेछ भनेको। विशिङ यु लट्स अफ happiness and you are your birthday today बाबा। कस्तो मिठो शब्दमा लेखेको छ क्या, यता पनि त्यही लेखेको छ। ह्यापी बर्थडे, विशिङ यु अ वन्डरफुल बर्थडे, वन्डरफुल बर्थडे एन्ड अ ब्राइट फ्युचर अहेड। अब ब्राइट चाहिँ फ्युचर चाहिँ पुरै ब्राइट छ अहिले पनि हैन। अब छोराले भने झन् ब्राइट हुन्छ है अब बर्थडे, के अरे मेरो फ्युचर चाहिँ है। विशिङ यु अ भेरी स्पेशल बर्थडे एन्ड अ वन्डरफुल इयर अहेड। मेनी ह्याप्पी रिटर्न अफ द डे। मे अल यु वर्ड्स कम ट्रु। ह्याप्पी बर्थडे। मेरो छोराले यस्तो राम्रो वर्ड्सहरू कहाँबाट ल्याउँछ, मै छक्क पर्छु क्या। डियर, wishing you a very special birthday and a wonderful year ahead. May God continue to bless you with all the wonderful things in life. Many happy return of the day भनेको छ। अब यो तेस्रो पत्ता है, यहाँ चौथो तेस्रो पत्ता चौथो पत्ता है। अलिकति झुकेको छ नि, यो कस्तो राम्रो छ नि, त्यही भएर झुकेको। विशिङ यु लट्स अफ ह्याप्पिनेस एन्ड your बर्थडे टुडे बाबा। यो चाहिँ अघि पढेको जस्तो लाग्यो है, हो नि। यहाँबाट सुरु गरेर जस्तो लाग्यो, सकिएछ नि त है। यस्तो दामी हेर्नुहोस् है। आहा, थ्याङ्क यू छोरा। अब यो चाहिँ केक ल्याएर हैन उयो गर्नुभन्दा नि यो राम्रो भयो क्या। यो त सधैँ राख्नु भयो नि त हैन। अब केक त खाएर सकिन्थ्यो, त्यो स्वास्थ्यको लागि राम्रो पनि छैन। यो बिना पैसा पनि खुसी आयो क्या यहाँ। हेर्नु त कति खुसी है। थ्याङ्क यू छोरा। यो चाहिँ टक्क यसरी हैन, यसरी राख्नु। म चाहिँ सबै ए हो यस्तो रहेछ यो त। ल यहाँ हेर्नुहोस् है, यस्तो ठ्याक्कै। आहा, ह्याप्पी
देखिन्छ त्यहाँबाट यहाँबाट चाहिँ क्लियर रहेछ नि त हजुर एउटा एउटा गर्नुपर्ने हो ह्याप्पी बर्थडे बाबा बाबा चाहिँ छैन रहेछ क्या है ह्याप्पी बर्थडे मात्रै रहेछ यो भित्र चाहिँ केही छ कि यतिकै हो ओहो हेर्नु त यस्तो ज्ञानहरू कहाँबाट सिक्छ हो मेरो छोराले अब सकेको ओहो यसरी राख्नुपर्ने होला यो चाहिँ च्यात्नु पर्यो अब हेर्नु है टक्क यो च्यात्नु पर्यो है यो पनि कचरा एकैछिनमा ए त्यसरी ओहो यसरी खोल्नु पर्छ हेर्नु त यस्तो अनि त्यसो गर्नु पर्यो होइन आहा हेर्नु त मेरो छोरालाई हाम्रो छोरालाई यस्तो कसले सिकाउँछ यति ज्ञान गुरुको कुरा हेर्नु त अब यो कस्तो छ भने नि टक्कै यो यस्तै हो यहाँबाट हेर्नु त यस्तो यस्तो हाई अब यहाँ चाहिँ ह्याप्पी बर्थडे ड्याडी यहाँ केक हेर्नु त आहा छोरालाई केक छोराको मम्मीलाई पनि हेर्नु त यस्तो दामी यो अघि सुरुदेखि मैले चाहिँ अनबक्सिङ गरेको पनि तपाईँहरूले देख्नुभयो होला होइन कस्तो दामी बनाएको छ कि यतिको ज्ञान त मसँग पनि छैन यो कहाँबाट मेरो हाम्रो छोराले सिकिरहेको हुन्छ यो होइन यस्तो दामी बनाएको छ हेर्नु त यत्रो ज्ञान यत्रो मेहनत एकैछिनमा हिजो म आएपछि छोरालाई थाहा भएपछि म त अलिक दुःखको काममा गएको थिएँ मेरो छोरालाई मेरो बर्थडे हो भन्ने चाहिँ थाहा भइसकेपछि छोराले मेहनत गरेर बनाइरहेको कागजबाट सानो कुराले पनि धेरै खुसी दिँदो रहेछ कि करोडको खुसी दिँदो रहेछ अब यति मात्रै होइन यहाँ अरू पनि छ हजुर यहाँ हेर्छु अब यसलाई म अनबक्सिङ गर्दैछु यो माथि चाहिँ दुईवटा पोकोहरू थियो होइन त्यसमा चाहिँ खुसीको पोकाहरू थियो कि एकदम खुसीहरू थियो होइन यहाँ अब यो म अनबक्सिङ गर्दैछु आहा यो त यसरी पऱ्यो अनबक्सिङ गर्न त खर्यामै आहा यस्तो यस्तो रहेछ हेर्नु त यस्तो थियो यो यस्तो थियो नि होइन यस्तो नि त ह्याप्पी बर्थडे ल छोरा सधैँ यसरी नै खुसी दिनु ल म बुढो हुँदाखेरि पनि यो चौरी पर्दा पनि होइन यो कपाल सेतो हुँदा पनि यस्तो खुसी दिनु ल मलाई ल म बाबाले गिफ्ट नि हो ल अनि छोराले पछि मैले यस्तै बनाइदिनु पर्ने हो बर्थडेमा होइन नि के दिनुपर्ने छोरालाई अब खुसी दिनु पर्दैन थोरै यो सस्तो कुराले पनि धेरै मान्छेलाई खुसी बनाउन सकिँदो रहेछ होइन त्यसको लागि चाहिँ अब सबैको दुनियाँ संसारको चाहिँ हाम्रो छोरा जस्तै होस् सबै होइन यो धेरै मेहनत छ यसमा तर हाम्रो छोराले एकैछिनमा बनाएको छ क्या धेरै मेहनत छ यो हेर्नु न यी अचानकै हेर्नु त च्याक्कै अब यो सबै कुराहरूलाई चाहिँ म सजाएर राख्छु होइन अब यहाँ मिति पनि लेखेको भए सजिलो हुन्थ्यो कति सालको रहेछ भन्ने पनि थाहा हुन्थ्यो यो छोरालाई चाहिँ फेरि जस्ताको त्यस्तै बनाएर राखिदिनको लागि अनुरोध गर्दछु म अर्को साल पनि हेर्छु नि हो होइन नयाँ नयाँ क्रिएसनहरू आउँदै जान्छ छोराको अब म चाहिँ फेरि जानुपर्ने छ काममा यो चाहिँ एकदम सुरक्षित राखिदिनु ल मेरो ल किनभने हाम्रो त घरै यो कहाँ बोकेर जाने राखिदिनु पछि म ठुलो घर बनाएर यसलाई सजाएर राख्छु ल थ्याङ्क यू मेरो छोरा चुप एकचोटि खोलेपछि खोलेको खोले
झन्डै डिस्काउन्टमा म त यस्तो बनाएको छ भने पनि दिएको थियो बनाउँदा एउटा बोला कति राम्रो